नमस्ते नमस्ते आजको मेरो लाइफ चाहिँ नेपालमा बसेको सबै नेपालको जनता र नेपाललाई आफ्नो सम्झिने सबैहरुलाई चाहिँ म आज यो लाइफ डेडिकेट गर्दैछु है। मेरो नेपाली त्यति राम्रो नहोला तपाईहरुले तर बुझ्नु खोज्नुहोस् हैन। आज भोलि नेपाल भित्र जे भइरहेछ नि त्यसलाई देखेर यति सारो हामीलाई पनि दुःख भएको छ। अनि त्यो मात्र होइन अब अर्कोको दुःखमा अझै जानी के यो के भन्छ भिडियोहरु बनाएर खिला गर्नेहरु त्यस्तो चाहिँ मलाई पनि मन पर्दैन। जानु नजानी बोल्नेहरुलाई पनि मनै पर्दैन। त्यही कारणले मैले पहिलादेखि नै मैले सोशल मिडियामा चाहिँ मैले यो लाइभ गएर मैले अवेयरनेस चाहिँ दिइरहेछु कि यो सोशल मिडियामा यो देखावटी गर्नेहरु राम्रो होइन। आफ्नो तर्फबाट त्यो के रे देखावटी गरेर पाप गरेको छैन भए पनि अरूको मनमा लालच चाहिँ उठाउनु चाहिँ एकदमै पाप हो भनेर म त्यस्तो माथि पनि मैले अवेयरनेस दिइरहन्छु हैन। त्यो मात्र होइन अनि तपाईको आज नेपालमा जे भइरहेछ नि त्यस्तै हाम्रो टिबेटनको कम्युनिटी भित्र पनि भइरहेछ हैन। अनि त्यस्तो हुँदाखेरि चाहिँ म बुझ्छु तपाईहरुसँग के बिता होला भनेर म बुझ्छु हैन। त्यो सबै हुँदाखेरि चाहिँ अनि आज भोलि कुरा चाहिँ के आउँछ भन्दाखेरि नेपालमा अब यो के रे फ्री टिबेट मुभमेन्टको हात पनि छ भने के यो फन्डिङहरुको विषयमा यस्तोहरु कुरा सबै आउँछ हैन। यो कुरा सत्य हो। म एज अ टिबेटन म तपाईहरुलाई प्रुफ पनि देखाउन सक्छु र त्यति मात्र होइन म तपाईहरुलाई त्यो एक दुई जना पनि म चिनाजाना गरेर तपाईहरुलाई फोटो समेत म तपाईहरुलाई स्वाप्छु हैन। अनि त्यस्तो मान्छेहरु चाहिँ देशको गद्दार मात्रै होइन, त्यस्तो मान्छेहरु चाहिँ मान्छे नै होइन, आफ्नो मात्रै सम्झेर अरूलाई चाहिँ पुरा त्यो के रे गजङगिजिङ गर्नेहरु चाहिँ राम्रो होइन हैन। अब तपाईहरुको देशको भित्र के चलिरहेछ के चलिरहेछ छैन यो तपाईहरुको नेपाली भित्र चाहिँ हामीले बोल्नु मिल्दैनौ है। अनि हामी भनेको टिबेटन मान्छे अब जहाँ पाए पनि हामी त्यो के रे एउटा सारानाथको नाममा बसिरहेको मान्छे हामी त मिलेर बस्नु पर्छ। त्यति मात्र होइन हाम्रो टिबेटनको पार्लियामेन्ट हाम्रो टिबेटनको पोलिसी पनि के छ भन्दाखेरि हाम्रो पोलिसी चाहिँ बुद्धको मध्य मार्ग भनेर हामीले यसरी इंग्लिशमा चाहिँ मिडल वे अप्रोच भनेर भनिन्छ हैन। यसरी हामी गइरहेको छौं। अनि यो सबै भइसकेपछि त्यो के रे फ्री टिबेट मुभमेन्ट र फ्री टिबेट इन्डिपेन्डेन्स भन्ने एसएफटी स्टुडेन्ट फर फ्री टिबेट यो के रे फ्री टिबेट भन्नेहरु सबै हामीले एकदमै यो एक्सेप्ट गर्दैनौ। हामी 1972 देखि हामी के रे टिबेटनमा उमेलाम भन्छ हैन। अनि त्यसरी चाहिँ हामी इंग्लिशमा चाहिँ मिडल वे अप्रोच भनेर बुद्धको के भन्छ मिडल वेमा चाहिँ हामी यसरी गइरहेछौं हैन। अब यो सबै हुँदाखेरि अस्तिदेखि यो जेनजीको आन्दोलन भएको देखि गरेर अब त्यत्रो हामीले के रे सोशल मिडियामा देखे हैन। अनि तपाईहरुको देशमा पनि यति सारो के त भएन, देश पुरा जल्यो, हामीलाई पनि एकदमै दुःख लाग्यो। तर म चाहिँ के भन्न चाहन्छु भने अब तपाईहरुको देशमा त्यत्रो भइसकेपछि अझै पनि गाजामगुजुङ नगर्नुस् हैन, हल्लाहरु नगर्नुस्, यो तोडफोडहरु नगर्नुस्, आन्दोलनहरु नगर्नुस्, बरु बोलेर मिल्छ भने मिलाइदिनुस् है। तर म टिबेटन भएकोबाट म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि यो कुराहरु अब कस्तो हो कस्तो हैन। अब जस्तै तपाईहरुको नेपालको भित्र हाम्रो यो फ्री टिबेट मुभमेन्ट भन्दाखेरि टिबेट भन्ने चाहिँ आयो नि हैन। यो टिबेट भन्नेहरु आउँदाखेरि चाहिँ हामीलाई पनि पीडा लाग्छ क्या। ओहो अब चाहिँ फेरि के भइदियो होला भनेर, किनभने त्यस्तो टिबेट र टिबेटनको नाममा चाहिँ अनि एक दुई जनाहरुले गर्दाखेरि धेरै जनाहरुलाई चाहिँ हमला हुन्छ क्या। अनि त्यो चाहिँ हामीलाई चाहिँदैनौ है। हामी भनेको एकदम मिलेर बस्ने, जहाँ पनि गयो भने हामी मिलेर बस्ने, अर्कोलाई हामी के भन्छ रेस्पेक्ट गर्ने त्यस्तो मान्छेहरु हो हैन। त्यस्तो हुँदा हाम्रो मान्छेहरुलाई चाहिँ अब जहाँ पनि हाम्रो मान्छे तपाईको मान्छे होइन कि हामी सबैजना एकै मिलेर चाहिँ त्यो सत्य र राम्रोको लागि चाहिँ हामी लड्नु चाहिँ पर्छ। यो पनि एउटा के भन्दा महाभारत नै हो हैन। त्यसो गर्दाखेरि चाहिँ अनि तपाईले यो राम्रो र नराम्रो चाहिँ बुझ्नु एकदमै इम्पोर्टेन्ट हो भनेर मलाई लाग्छ। अनि त्यस्तो हुँदाखेरि चाहिँ अहिले तपाईहरुको यो आन्दोलनको बीचमा अब फन्डिङहरुको कुरा आउँछ, विदेशीको फन्डिङ हो भन्छ। यो विदेशीको फन्डिङ को हो, कहाँ हो, कसरी हो तपाईहरुले तपाईको देशमा भएको कारणले तपाईहरुले बुझ्नुहोस् हैन। तर यो के रे
टिबेट र टिबेटनको नाममा चाहिँ नेपालभित्र पनि धेरै यो मान्छेहरू चाहिँ एकदमै हाम्रै टिबेटन मान्छे यो औँलामा गन्ती आउने टिबेटन मान्छेहरू चाहिँ हाम्रै टिबेटन मान्छेहरू चाहिँ यो नेपालभित्र चाहिँ एकदमै फुर्तिलो गरिरहेछ तिनीहरू चाहिँ ठ्याक्कै पारिदिनु होला त्यो चाहिँ म भन्छु किनभने तिनीहरूले गर्दाखेरि हाम्रो सबै टिबेटन भाइ बहिनीहरूलाई गाह्रो भयो भने यो चाहिँ ठिक हुँदैन अब तपाईहरुले भन्नुहुन्छ तपाईको देशमा करप्सन भएर यस्तो भएको भन्छ हैन अब के रे तपाईहरुले भन्नुपर्ने चाहिँ एक तरफबाट हाम्रो नेपाल चाहिँ एकदमै सानो भएर के रे शक्ति नभएर त्यस्तो भएको भन्छ तपाईहरु भन्दा पनि हालत खराब हाम्रो छ हाम्रो टिबेटनको कम्युनिटीमा टिबेटनको यो पार्लियामेन्ट पोलिसी भित्र पनि हाम्रोमा त्यो जुरिसडिक्सन पनि फल हुँदैन किनभने हामी इन्डियाको तल छौं यो कुराको लागि मैले 2022 देखि इंग्लिशको 2022 देखि मैले कराइरहेको छु चिल्लाइरहेको छु हैन यसको माथि मैले अवेयरनेस दिइरहेको छु कहिले कहिले मेरो कुरामा कति नेपालीहरुले मलाई के रे अगेन्स्ट गरेर पनि कमेन्ट गर्छ कतिले मलाई सोध्नु पनि आउँछ तर मलाई हात लगाउन नै डर लाग्छ के त्यहाँतिर किनभने अब तपाईहरुको नेपाल भन्दाखेरि के रे बर्डरतिर पर्दाखेरि चाहिँ केको पनि इन्फ्लुएन्स हुनु सक्छ भनेर डर लाग्छ नि एउटा कुरालाई ठूलो बनाउँछ होला भनेर त्यही कारणले मैले त्यहाँतिर चाहिँ मैले हाते लगाइन हैन तर मलाई चाहिँ जहिले पनि मैले यो फ्री टिबेट र एसएफटी र टीवाईसी भनेर मैले यहाँबाट लाइभ स्ट्रिम गर्दाखेरि मलाई चाहिँ तल के रे अगेन्स्टमा चाहिँ धेरै आउँछ नेपाली गुरुङ राई त्यो के रे लामा भन्ने नाममा पनि धेरै आउँछ अनि यो कुरा पनि सत्य हो अहिले तपाईहरुको त्यहाँ के रे भिजा बेचिन्छ अनि के रे कागजपत्रहरू बेच्छ भन्छ यो कुरा एकदमै सत्य हो तपाईहरुकै नेपालबाट एकजना टिबेटन कुंगाठीले भन्ने छ त्यसले चाहिँ पुरा त्यो कागजपत्र बेच्ने र किन्नेको काम गर्छ र यो अमेरिकामा आउने भिजाहरू यो गरिरहेछ उसको चाहिँ म तपाईलाई नाम र फोटो पनि दिनु सक्छु है अनि त्यो मात्रै हैन उले हिजो आज चाहिँ अर्को नयाँ नाम निकालेर त्यो के रे ngaरी चुतिन सोक्पाको नाममा इन्डियातिर त्यो लद्दाखतिर चाहिँ के रे त्यो टिबेटन हो भन्दैमा त्यस्तोको अर्गनाइजेसनहरु बनाएर त्यस्तोरी चाहिँ मान्छे माथि र तल तान्ने काम पनि गरिरहेको छ सो त्यसको मतलब यो एनजीओ जति छ नि तिनीहरु चाहिँ फन्डिङको माथि चल्छ नतिर अरु चल्दैन है त्यो एउटा कुरा हो अर्को कुरा चाहिँ उनीहरुले त्यो के रे ह्युमन ट्राफिकिङ र भिजा बिजनेसको माथि पैसा बनाउँछ यो कुरा एकदम सत्य हो तपाईहरुको कुरामा म के रे प्रुफ देखाउनु पर्ने भए पनि म देखाउँछु हैन तर आज चाहिँ मलाई के लाग्यो भने यहाँ मूलवासी न्यूजबाट चाहिँ तपाईहरुले यहाँ इन्टरभ्यु लिनु भयो रहेछ यहाँ एकजना दाइले यसरी इन्टरभ्यु दियो रहेछ त्यसलाई चाहिँ म एकदमै चित्त दुख्यो मलाई एकदमै मन दुख्यो हैन यो चाहिँ एकचोटी तपाईहरुले सुन्नु दिनुस् होला बुझ्नुभएको छ अहिले तपाईको विश्वमा 14 अवतार लिइसकेको हाम्रो धर्मगुरु दलाई लामालाई प्रयोग गरेर अहिले तपाईको यहाँनिर नेपालमा द्वन्द्व भएको मेन कारण यो अहिले तपाईको एकदमै गलत हो यो एकदमै गलत किनभने 14 अवतारे दलाई लामाले कहिले पनि त्यस्तो गर्दैन त्यत्रै मात्र हैन हाम्रोमा प्रुफ छ मैले यो 4 वर्षभित्र मैले यति सारो मैले प्रुफ दिइसकेको छु कि के रे हिज हलिनेस द दलाई लामाले के भन्नुहुन्छ भने हामीले इन्डिपेन्डेन्स सिक गर्दैनौं भनेर त्यो मतलब चाहिँ के हो भन्दाखेरि टिबेट हाम्रो हो र पनि हामीले अझै इन्डिपेन्डेन्स सिक गर्दैन किनभने हामीलाई लास्टमा गएर बाँच्नु नै पर्ने छ नि हैन बाँच्नु पर्ने छ त्यो बाँचिसकेपछि मिलेर बस्नु भनेर यस्तो चाहिँ हाम्रो एउटा पोलिसी छ त्यो हुँदाखेरि आफ्नो देशलाई पनि हामीले इन्डिपेन्डेन्स सिक गर्दैनौं भन्दाखेरि नेपालमा दंगा मचाएर नेपालको के रे तपाईको नेपाल खाने कुरा त आउँदैन यो चाहिँ के हो भन्दाखेरि यो फन्डिङको नाममा जहाँबाट पनि त्यो फन्डिङ दिएको भनेर त्यो घमण्ड देखाएर शो अफ गरेर त्यो देखावटी गरेर त्यो अर्को काम गर्छ नि हो त्यसकै काम हो यही कुरा मैले यो 4 वर्षभित्र मैले हाम्रो टिबेटन कम्युनिटीमा मैले यही कुरा गरेर मैले सम्झाउनु र बुझाउनु खोजिरहेको छु तर मलाई चाहिँ के भन्छ भने तिमी को हो र तिमी त बौला हो तिमी बौली हो तिमी त सन्चो छैन तिमी त मेन्टली क्र्याक हो त्यस्तो भनिरहेछ अब यस्तो हो कि हाम्रो जनताहरू त नेपाली होस् कि टिबेटन होस् जनताहरू नि सबै गाना गाएर नाचेर त्यो गुची र लुई भिटन मात्रै लगाएर हिँड्ने हो भने त अब
त्यो पोलिटिक्समा ध्यानै गर्दैन भने अब त्यो गल्ती कसको हो र त्यो गल्ती त हाम्रो जनताको माथि पनि आउँछ नि होइन हाम्रै जनता अब गाना र त्यो के अरे एकदम सफ गरेर देखावटी मात्रै गरेर हिँडेपछि त आफ्नो पोलिटिक्स कहाँ जाँदै छैन आफ्नो उसमा ध्यान गरेन भने त्यो आफ्नो यो हो नि यो देश बनाउनु भनेको त्यो एउटा र दुईटा मान्छेको काम त होइन नि त्यो देश बनाउनु भनेको त अब सबैले मिलेर एक आज जन्मेको नानीको पनि एउटा हक हुन्छ भन्दाखेरि त्यो हक मात्रै लिनु आउने होइन नि त्यो त रेस्पोन्सिबिलिटी पनि हो नि त्यो रेस्पोन्सिबिलिटी पनि लिनु पर्यो नि होइन हो त्यसरी गर्दाखेरि चाहिँ तपाईहरु दाइ यो कुरालाई चाहिँ तपाईले माफ माग्दिनु होला हाम्रो 14 अवतरी दलाई लामाले गर्दा तपाईको नेपालमा यस्तो हुने कुरा आउँदैन तपाईले यस्तो भनेर चाहिँ हामीलाई एकदमै के रे दुःख गर्दिनु भएको छ अब यो कुरा चाहिँ सत्य हो कि दलाई लामाको नाम लिएर कसैले मिसयुज गर्दैछ त्यो चाहिँ पक्का हो त्यही कुरा मैले यो 4 वर्षमा मैले यही भनिरहेको छु तर तपाईले डाइरेक्ट आएर दलाई लामाले यसो गरेको भन्दाखेरि चाहिँ यो कुरा चाहिँ एकदमै मिल्दैन दाइ यो कुरालाई चाहिँ यो के रे मूलवासी न्यूजले चाहिँ तल झार्दिनु होला यस्तो पोलिटिक्स डर्टीहरु चाहिँ हामीसँग चल्दैन भनेर भन्दिएको छु है अनि त्यति मात्रै होइन अहिले जो मान्छे तपाईलाई जिम्मा दिनुपर्ने छ म दिनु सक्छु को एसएफटी हो को यो इन्डिपेन्डेन्ट टिबेट सिक गर्छ कोले फ्री टिबेट मुभमेन्टमा पसेर यो कागज पत्रको धन्दा गरिरहेछ त्यो चाहिँ तपाईलाई चाहियो भने म दिन्छु बरु है त्यसरी तपाईले हाम्रो गुरुजीको नाम चाहिँ जहाँ पाए त्यहाँ चाहिँ यसरी के रे डर्टी गर्नु चाहिँ मिल्दैन त्यही कारणले 2023 मा पनि हाम्रो हिज होलिनेसको भिडियो भाइरल हुँदाखेरि यो जबरजस्ती गरेको एउटा काम हो क्या त्यसरी हाम्रो टिबेटन भित्र पनि दुईपट्टि भएर बसिरहेछ तपाईलाई थाहा छ हाम्रो टिबेटन ह्यान्डफुल टिबेटन भित्र पनि एउटा अर्कालाई मार्ने एउटा अर्काको मानसिक सन्तुलन बिगार्ने अनि नहुने कुरा भएको भनेर त्यसरी कति यो गरिरहेछ तपाईहरुको यो नेपालबाट निकालेको पोडकास्टहरु छ त छुसी गाण्डु भनेर त्यो छुसी गाण्डुको पोडकास्टमा तपाईले हेर्नुस् बुझ्नुस् सुन्नुस् यो छुसी गाण्डु भनेको को हो हामीलाई पनि चाहिने छैन हामी टिबेटन भएर पनि हामीलाई चाहिने छैन यो छुसी गाण्डु भनेको के रे एनजीओ को थ्रुबाट हाम्रो हिज होलिनेसको लाइफमा पनि थ्रेटनिङ आएको छ रिसेन्टली उहाँले जी सिक्युरिटी इन्डियाबाट पाउनु पर्ने पनि त्यही कारणले हो बुझ्नुभयो त्यस्तो फ्री टिबेट मुभमेन्ट र चुसी गाण्डुको नाममा चाहिँ हाम्रो दलाई लामालाई पनि हमला गरिरहेको छ त्यो मात्र होइन हाम्रो टिबेटन भित्र पनि चाकु हानेर कति मारेको छ कति यो गरेको छ मलाई पनि कति धम्की आइसक्यो हो म पनि खाम्बा हो त्यसरी भन्दा खाम्बा भएको बित्तिकैमा सबै छुसी गाण्डो हुनुपर्ने भनेको पनि छैन त्यसरी 5 औंला एउटै हुँदैन त्यसरी हामीले छुटाउनु जान्नुपर्छ राम्रो र नराम्रो छुटाउनु जान्नुपर्छ नतिर त्यसो गर्यो भने हामी संसारमा एक अर्कालाई हान्दै हिँडेर मार्दै हिँड्ने भने त्यसरी राम्रो हुँदैन अनि कति जनाले बोलेपछि बुझेर पनि बोल्दिनु होला त्यसरी ड्याङ जे पाए त्यही भन्दाखेरि चाहिँ सोशल मिडियाले बिगार्छ भनेको त्यही हो खासमा सोशल मिडियाले एक तरफबाट राम्रो पनि गर्छ तर एक तरफबाट चाहिँ हामीलाई नुकसान पनि पहुँचाउँछ भनेर भनेको कुरै त्यही हो अनि त्यो मात्रै होइन तपाईले अहिले यो भित्र तपाईले यो फन्डिङको कुरासँग यो बारबार र कुनै के यो आइडियु र यो एमएस कुनै के 15 र 16 भनेर भन्नुभएको छ नि होला हामीलाई थाहा छैन होला तपाईहरुले जानकारी बुझ्नुहोस् थाहा पाउनुहोस् हैन तर हाम्रो टिबेटनको नाममा यो फ्री टिबेट र यो के इन्डिपेन्डेन्स भन्नेहरु चाहिँ हामीले त्यो मागेकै छैन हामी त के भन्छौं भने चाइनासँग बसेर डायलग गरेर बुझौं न के पुगेन मान्छे त हो नि जम्नेपछि मर्ने त त्यसै पनि हो बाँचेको बेला हामी सँगै बाँचेर बसौं मिलेर बसौं भन्ने हाम्रो चाहिँ यो बुझ्नुभयो हो त्यस्तो हुँदाखेरि चाहिँ तपाईहरुको नेपाली भाषा कति हाम्रो टिबेटनले बुझ्नु पनि बुझ्दैन जतिले बुझ्छ त्यसले बोल्नु पनि सक्नु डराउँछ किनभने त्यो हामी जस्तै मान्छेले बोल्दा पनि हुन्छ होला मिल्छ होला भन्ने कुरा एउटा यस्तो ठुलो कुरा देशको माथि आफ्नो मान्छेको माथि आउँदाखेरि बोल्नु पनि मिल्छ होला भनेर बोल्दैन होला तर
यो के अरे युट्युब भित्र कतिजना चाहिँ ठुलो मुखले बोलेर आउँछ क्या हाम्रो टिबेटन भित्र पनि तिनीहरूको कुरा पनि राम्रो होइन अहिले म तपाईलाई भन्छु यो पहिला थियो के अरे वन टिबेट च्यानल भनेर हात यसो गरेर आएको छ त्यो चाहिँ अहिले च्यानलको नामै चेन्ज गरेर खावा खान्छै पा भएको छ हो त्यस्तो च्यानलहरूले चाहिँ हाम्रो कम्युनिटीमा पुरा यो के अरे दर्शक फैलाइरहेछ त्यो मात्रै होइन तपाईहरुको बौद्धमा के अरे यो एकजना छ हाम्रो टिबेटनमा चाहिँ उलाई के अरे फेखाचे भनेर भनिरहेछ मैले पहिला पनि तपाईहरुलाई यहाँबाट मैले मेसेज गरेको यो मान्छेलाई चाहिँ पिटी देऊ त भनेर किनभने यो जस्तै मान्छेको मुख बस्नै सक्दैन आइमीको मुख जस्तै है कति बोलेको छ योले चाहिँ हाम्रो देशमा चाहिँ हाम्रो यो टिबेटन कम्युनिटीमा चाहिँ पुरा दंगा फसादै मचाइरहेछ त्यति मात्र होइन तपाईहरुले बुझ्नुपर्ने यो नेपालमा काठमाडौँकोतिर यो तपाईहरुको यो नेपालको बोर्डर लाइनतिर को टिबेटनको नाममा कोले छाराहरु गरिरहेछ यो छारा लामाहरु बौद्धतिर पनि छ के म तपाईहरुलाई दिन्छु त्यो एउटा दुईटा छारा लामाले गर्दा सबै लामालाई चाहिँ के अरे गाह्रो भयो भने राम्रो हुँदैन बरु तपाईले मलाई कन्ट्याक्ट गर्नु त म यो छारा लामाहरुको एउटा फोटो पठाइदिन्छु हो त्यसो गर्दाखेरि हामीले जो नराम्रो छ त्यसलाई नै हामीले यो गर्नुपर्छ सबैलाई हामीले यो के अरे टिबेटन भनेर सबैलाई लियो दलाई लामा भन्दाखेरि त हाम्रो टिबेटनको त हाम्रो आइडेन्टिटी नै हो नि त्यसरी दलाई लामाजीलाई यसरी जहाँ पाए त्यहाँ तान्नु मिल्दैन है दाइ तपाईले चाहिँ अलिकति ख्याल गरिदिनु होला जति बोल्यो भने पनि तर तपाईले यो एसएफटी र इन्डिपेन्डेन्सको कुरा गरेको छ यो कुरा सत्य हो यो एसएफटी र इन्डिपेन्डेन्स टिबेट इन्डिपेन्डेन्स यो फ्री टिबेट भन्नेहरु को हो तिनीहरुलाई नै तपाईहरुले हातमा लिएर के गर्नुपर्छ तपाईहरुले नै हेर्दिनु होला है नतिर त्यसरी दलाई लामा भनेर हाम्रो टिबेटन सबैलाई तान्ने दलाई लामा गुरुजीलाई तान्ने त्यस्तो राम्रो होइन हिज हलिनेस भनेको 90 वर्ष पुगेको उहाँ हो हैन यस्तो उमेरको बेला हामीले यस्तो सोच्नु पनि पाप हो बुझ्नुभयो हो त्यसरी गर्दाखेरि मैले यहाँ 4 वर्षदेखि मैले खासमा मैले आन्दोलन गरेको चाहिँ कहाँबाट हो भन्दाखेरि यो गुरुजीको भेषमा एकजना आचार्य हिसी फिन्सो भन्नेले चाहिँ हाम्रो टिबेटन कम्युनिटीमा केटी धेरै जना सानो नानीहरुको केटीहरुको स्कुलको बच्चाहरु कलेज जाने बच्चाहरु त्यहाँ इन्डिया दिल्लीतिर काम गर्ने आउनेहरु उनीहरुलाई चाहिँ हात लगाएको छ भनेर मैले चाहिँ त्यो सेक्सुअल एसोल्टको माथि मैले कुरा निकालेको त्यहाँदेखि चाहिँ उनीहरुले मलाई डराएर धम्काएर त पोलिटिक्समा तान्छ भनेर पोलिटिक्समा चाहिँ हामीले के अरे हामीलाई आउँदैन भनेर त्यसरी मलाई च्यालेन्ज गरेको देखि मलाई उता तानेको पोलिटिक्समा तान्दा अनि आजको दिन चाहिँ मैले पोलिटिक्स पुरा बुझिरहेछु तपाईहरुले अहिले यो मूलवासी न्यूजमा जे बोलिरहेछ त्यो जियो पोलिटिक्स बोलिरहेछ म पनि जियो पोलिटिक्स हिजो आजको दिनमा म पनि कतै बुझ्छु हैन तर तपाईको देशको माथि चाहिँ तपाईको जति सत्य तपाईलाई जति सत्य चाहियो त्यो चाहिँ मैले हाम्रो टिबेटन एज अ टिबेटन भएर चाहिँ मैले तपाईलाई चाहिने सत्य चाहिँ मैले दिइरहेछु जो चाहिँ एसएफटी टीवाईसी यो के अरे फ्री टिबेट मुभमेन्ट भन्नेहरु चाहिँ सबै यो के अरे फन्डिङको नाममा हाम्रो टिबेटन कम्युनिटीमा मात्र होइन तपाईको नेपालमा पनि पुरा यो के अरे इलिगल कामहरु चाहिँ गरिरहेछ कागज पत्र बेच्नेहरु गरिरहेछ भिजा बिजनेसहरु गरिरहेछ त्यो मात्र होइन कहिले नेपाली र लामाको नाममा अस्ति सिलिगुडीमा पनि मान्छे पक्राउ भइरहेछ त्यति मात्र होइन टिबेटन मान्छे तर नेपालीको नाममा पनि पक्राउ भइरहेछ हो त्यसरी गर्दा चाहिँ पुरा माथि र तल हुँदैछ त्यति मात्र होइन मेरो जानमा पनि जोखिम दुईचोटी आइसकेको यहाँ न्यूयोर्कमा पनि आएको तल पनि आएको मैले रिपोर्ट नगरेको छुइनँ जहाँसुकै मैले रिपोर्ट गरेको छु तर कसैले के गरिरहेछ त्यहीबाट के देखाउँछ भन्दाखेरि चाहिँ यो चाहिँ जियो पोलिटिक्स हो यसको चाहिँ कसैले चाहिँ के अरे दबाउनु चाहिँ खोजेको छ भनेर यो चाहिँ प्रुफ हो बुझ्नुभयो हो त्यसरी गर्दा चाहिँ तपाईहरुले बुझ्नुहोस् यो तपाईहरुको के अरे अस्ति नि मैले देखेको थियो कति 6 महिना न अगाडि मैले देखेको थियो नेपालबाट एकजनाले चुसी गाण्डुको माथि पुरा के भन्छ पोडकास्टै बनायो रहेछ तपाईहरु नेपालीहरुले त्यो पोडकास्ट चाहिँ बुझ्ने गर्दिनु अनि त्यहाँबाट चाहिँ तपाईहरुले डिसाइड गर्नुहोस् है त्यसो गरेर छुटाउनु पर्छ त्यसरी जे पायो त्यो सबैलाई मिलाएर यसरी सबैलाई मिक्स गरेर ल्यायो भने हामीलाई पनि गाह्रो हुन्छ तपाईहरुलाई पनि कहिले पनि सत्य चाहिँ पाउँदैन
बुझ्नुभयो त्यही कारणले चाहिँ तपाईले यो कुरा चाहिँ एकदमै राम्रोसँग छुटाउनु चाहिँ एकदमै इम्पोर्टेन्ट हो अहिले नेपालमा दलाइ लामाजीको नाम यसरी यो नेपालको यो आन्दोलन भएको यत्रो के अरे जलेको नेपाल जलेको त्यस्तो भित्र दलाइ लामाको नाम आएको मैले यो दाइकोबाट सुनेको सेकेन्ड टाइम हो फर्स्ट टाइम चाहिँ मैले कहाँ सुने भन्दाखेरि नि फर्स्ट टाइम चाहिँ मैले कहाँ सुने भन्दाखेरि अस्ति 17 तारिक सेप्टेम्बर 17 तारिक 2025 को बिहान 11 झन्ना 11 बजे बिहान 11 बजे भन्दा अलिकति अगाडि चाहिँ यो लागेरी नाम्गे ढोगा भने उले चाहिँ हाम्रो टिबेटन पार्लियामेन्टमा बोलेको मैले फर्स्ट टाइम सुनेको जबदेखि तपाईको यो जेनजीको आन्दोलन भयो नि त्यहाँदेखि मैले तपाईहरुको भिडियोजहरु जहाँ जोले खिचेको छ सबैको मान्छेहरुको कुरा सुनेछु तपाईहरुको जे बच्चा सबै कभरेज गरेको छु तर मैले त्यहाँ दलाइ लामाको हात छ भनेर मैले एउटा सुनेन मैले फर्स्ट टाइम सुनेको चाहिँ उले यहाँ 17 तारिक सेप्टेम्बर 2025 मा बिहान 11 बजे भन्दा एकछिन अगाडि चाहिँ उले यहाँ बोलिरहेको चाहिँ मैले सुन्दाखेरि मैले हिजो यसको माथि पनि मैले लाइभ गए यो चाहिँ फर्स्ट नरेसन यहाँ बनाउनु खोजेको सेकेन्ड चाहिँ अहिले यहाँ दाइले मूलवासी न्यूजमा चाहिँ तपाईले बोलिरहेछ नि हो यो चाहिँ मैले सेकेन्ड टाइम सुनेको त्यसरी चाहिँ कुराहरू हावामा लगायो भने चाहिँ राम्रो होइन दाइ त्यही कारणले तपाईको थ्रुबाट पनि जति सक्यो तपाईले लिनुहोस् फर्केर लिनुहोस् त्यति मात्र होइन नेपालको हर एकजना दाजुभाइ दिदी बहिनीहरूलाई म यति नै भन्न चाहन्छु कि हाम्रो दलाइ लामाको यस्तोमा हात हुनै सक्दैन जहाँ जहाँ मिलाउने एकता ल्याउने चाहे रिलिजियस होस् जातपात होस् त्यस्तोमा एकता ल्याउनेमा चाहिँ हाम्रो दलाइ लामाको हात हुन सक्छ हैन तर अर्कोको देशमा त्यस्तो जलाउने अर्कोको देश खाने त्यस्तोमा हाम्रो छैन किनभने हामीलाई हाम्रो टिबेट भनेको टिबेटनको हो र पनि हामीले इन्डिपेन्डेन्स माग्दैनौ भन्दाखेरि नि त्यसको मतलब तपाईले बुझ्नुहोस् न हाम्रो मन कत्रो ठुलो होला भनेर किनभने जम्निसकेपछि मर्नु नै हो नि हैन मरेर कतै जाने बाटो त छैन नि अनि बस्ने जल त्यो बीचमा बस्ने नै इम्पोर्टेन्ट हो भने बरु मिलेर बसौं न भन्ने कुरा चाहिँ त्यही हो मिडल वे अप्रोच भनेको हैन बुद्धको माध्यम मार्ग भनेको त्यही हो त्यही कारणले हामी यस्तोमा बिलिभ गर्छौं हाम्रो टिबेटन अहिले एक्जाइल टिबेटन एडमिनिस्ट्रेसन उहाँको पनि पोलिसी पनि त्यही हो त्यही कारणले चाहिँ तपाईहरुले चाहिँ यसरी हाम्रो टिबेटनलाई तानेर त्यहाँ हाले पनि चाहिँ मिल्दैन अब ठीक छ यो एनजीओ एसएफटी टीवाईसी भयो यो टीडब्ल्यूए हरु भयो यिनीहरु एनजीओ को नामबाट चाहिँ टिबेट र टिबेटनको नाम लिएर फन्डिङको थ्रुबाट चाहिँ आउँदैछ भने ल ठीक छ तपाईहरुलाई यो सबै सोपेर दिन्छु तर यिनीहरु सबैसँग हामी टिबेटन मान्छेहरुको वास्तै छैन यिनीहरु एनजीओ हो भन्दाखेरि जब हाम्रो टिबेटन पार्लियामेन्ट भित्र हाम्रो यो जुरिस्डिक्सन त्यो के रे चीफ जस्टिस छैन चीफ जस्टिसको उयो पनि छैन भन्दाखेरि हामी सबै के रे जनताहरु त्यहाँ आउँदाखेरि यो एनजीओजहरुले हामीलाई साथ दिएको छैन यही तरबाट चाहिँ के देखाउँछ भन्दाखेरि यो एनजीओजहरु हाम्रो जनताको लागि नै होइन यिनीहरु आफ्नो पकेट भर्नुको लागि चाहिँ उनीहरु आफ्नो स्वार्थको लागि चाहिँ अनि के रे टिबेट र टिबेटनको नाम बोकिरहेछ यो चाहिँ मैले हाम्रो टिबेटनको कुरा गरिरहेछु अब त्यो जस्तै नै तपाईहरुको नेपालमा कस्तो होला के होइन तपाईले हेर्नुहोस् हैन म चाहिँ त्यति नै भन्नु चाहन्छु डर्टी पोलिटिक्स छ एकदमै छ तर डर्टी पोलिटिक्स छ भनेको बित्तिकै जहाँ पायो त्यसलाई हात लगाउनु पनि भएन अब त्यसलाई चाहिँ बिसारी राम्रोसँग बुझेर अनि मात्रै हेरेर अनि मात्रै बोल्नु पर्यो त्यो ठुलठुलो नाम लिएर एकदम ठुलठुलो क्लेम गर्ने पनि राम्रो होइन म चाहिँ यति नै भन्न चाहन्छु म दलाइ लामाजीको भक्त हो हैन अनि त्यसरी मेरो गुरुको नाम चाहिँ जहाँ पायो त्यसरी चाहिँ लिनु पान्न हो मसँग चाहिँ एकदमै प्रुफ पनि छ 1972 देखि हामीले मिडल वे अप्रोच भनिरहेछ त्यति मात्रै होइन हिज हलिनेसले इंग्लिशमा पनि भनिरहेछ जो के रे यो के रे टिबेट फ्री टिबेट म फ्री टिबेट लिन्छु भनेको बित्तिकै तपाई यो बच्चाहरु सानो बच्चाहरु जवानहरु उनीहरुले चाहिँ एकदमै खुन तताएर अनि के गर्छु होला भनेर सम्झिन्छ होला तर त्यसरी काम हुँदैन हामी
बिस्तारै हामी चाहिँ सोची सम्झी गरी हिँड्नुपर्छ हाम्रो हामीले चाहिँ त्यसरी दिमागले काम लगाउनु पर्छ भनेर उहाँले चाहिँ हामीलाई यसरी कतिचोटि हामीलाई यो एडभाइस गरिसक्नु भएको छ मेरोमा भिडियोजहरू टान्नै छ मैले यो सबै मैले सेयर गरेको मैले फर्स्टमा एक्जाइल भोइस थियो मेरो युट्युबमा च्यानल एक्जाइल भोइस त्यहाँदेखि एक्जाइल भोइस 2 दुईटै के अरे युट्युबबाट उडाइदिएको छ त्यो मात्रै होइन बिङ टिबेटन भनेर एउटा च्यानल छ त्यसले पनि मेरो भिडियोहरू सेयर गर्छ भनेर त्यो पनि उडाइदिएको छ भन्दाखेरि हामीले अहिलेसम्म आर्काइभमा जति यो के अरे भिडियोज बनाएर रेकर्डिङ गरेर हामीले हिस्ट्री बनाइरहेछ नि त्यो सबै उडाउँदाखेरि देयर इज डेफिनेटली समथिङ डिप डर्टी पोलिटिक्स बुझ्नुभयो हो त्यसो गर्दाखेरि चाहिँ तपाईहरूले यो सबै कुरा बुझ्नु पर्यो अनि त्यत्रो मात्र होइन अहिले अझै जति सक्यो हामीले यो भिडियोजहरू बनाउनु खोजिरहेछु किनभने हामी चुप लाएर बस्नु हुँदैन आफ्नो देश आफूले हेर्नुपर्छ हैन अनि त्यो मात्र होइन हामीले एकाअर्कालाई सहयोग गर्नुपर्छ अनि हाम्रो बुद्धिस्ट भएर हाम्रो बुद्धिस्टको भन्ने यस्तो छ कि जति सक्यो सहयोग गर्नु सक्दैन भने बरु हाम चाहिँ नगर्नु भनेर त्यस्तो चाहिँ पनि हाम्रो बुझिन्छ हैन त्यो सबै भइसकेपछि हाम्रो टिबेटनले त्यो के अरे तपाईको नेपाल खाने कुरा चाहिँ आउँदैन यो भिडियोमा तपाईले यहाँ 16 मिनेटमा त्यस्तो भन्नुभयो रहेछ माथिबाट टिबेटले खाने दलाई लामाको मान्छेले खाने तलबाट इन्डियाले खाने भनेछ इन्डियाले खान्छ खाँदैन मलाई थाहा छैन हो तर हामी टिबेटनले चाहिँ तपाईको नेपाल खाने कुरा चाहिँ एकदमै आउँदैन म त्यति चाहिँ भन्छु है बरु हामी जहाँ गयो भने पनि हामी मिलेर चाहिँ हामी बस्छौं है हामी त्यस्तै मान्छे हो अहिले के भन्छ हिज होलिनेसको उमेर पनि 90 पुग्दाखेरि अनि हाम्रो आफ्नै टिबेटन भित्र पनि यो एसएफटी र टीवाईसी भनेर यो पछाडी बसेर आफ्नो पकेट मात्रै भरेर डर्टी पोलिटिक्स गरेर हाम्रो बीचमा पनि दलाई लामालाई पनि खुट्टा तान्ने गरिरहेछ अनि हाम्रो टिबेटनको एडमिनिस्ट्रेसनलाई पनि हमला गरिरहेछ त्यसरी चाहिँ राम्रो होइन तपाईहरुले सक्छ भने यो के रे हाम्रो टिबेटनको पार्लियामेन्ट भित्र यसरी हेरेर बुझे पनि तपाईहरुलाई थाहा हुन्छ के कोले चाहिँ यो हाम्रो यो डर्टी पोलिटिक्सहरु गरिरहेछ भनेर अब तपाईहरुलाई हाम्रो यो टिबेटनको उसमा के रे इन्ट्रेस्ट छैन भने अब तपाईले यति चाहिँ बुझ्नुहोस् कि तपाईहरुको अब देशमा जति झल्यो हैन त्यो भित्र चाहिँ के रे यो फन्डिङको कुरा छ भने पनि यो फन्डिङको कुरा चाहिँ सत्य हो छँदै छ अनि त्यो मात्रै हैन त्यसैको भरबाट चाहिँ अनि त्यो फलोवर्सहरु लिएर आएर अट्याक चाहिँ पुरा गर्छ के मलाई पनि गर्छ अनि हाम्रो यहाँ दलाई लामा जिल्ला गुरुजीलाई पनि गर्नुहुन्छ अनि त्यहाँ गर्छ अनि त्यहाँदेखि के रे हाम्रो टिबेटनको एडमिनिस्ट्रेसनलाई पनि त्यतिकै हमला गरिरहेछ है यो टिबेटनको यो उयो यस्तो के रे पार्लियामेन्टको उयो हेरे भने तपाईहरुले थाहा पाइहाल्छ यो 10 जना यहाँ लामा गुरुजीहरु छ उनीहरुको पनि पासपोर्ट एकदमै चेक गर्नु पर्यो इन्डियन गभर्नमेन्टलाई मैले यहाँबाट कति भनिसके इनाको पासपोर्ट चेक गर्नुपर्छ यो टिबेटबाट भक्कर झरेको नयाँ मान्छेहरु हो इनाको इन्डियन पासपोर्ट लिएर हो नेपालको पासपोर्ट लिएर हो कहाँ घुमिरहेछ इनाको सबै चेक हुनुपर्छ भनेर मैले त्यस्तो भनिरहेको छु तपाईहरुले पनि चेक गर्नुस् तपाईको नेपालबाट चाहिँ यो कुंगा ठिले भन्ने मान्छे एकजना चोर मान्छे टिबेटन मान्छे छ कि यहाँ न्यूयोर्कमा त्यसले चाहिँ के रे पुरा त्यो कागज पत्रहरु बेच्ने भिजा भेज्नेहरु कामहरु पुरा गरिरहेछ तपाईलाई चाहिन्छ भने म फोटो समेत पठाइदिन्छु त्यसको घर चाहिँ यहाँ बौद्धतिर हो त्यो तपाईहरुलाई चाहिने चाहिँ त्यो मान्छेहरु हो अझै तपाईको त्यहाँ बौद्धतिर अझै 2-3 जना अझै छ अनि यो के रे छारा लामाहरु पनि छ तपाईहरुलाई चाहिने चाहिँ म दिन्छु बरु तपाईहरुलाई बुझ्यो तर तपाईहरुले जहाँ पाए त्यहाँ दलाई लामाको नाम चाहिँ निकाल्नु मिल्दैन है म त्यति चाहिँ म भन्दियो त्यति चाहिँ मेरो तर्फबाट तपाईहरुलाई बिन्ती हो अनि त्यो मात्रै होइन अस्ति तपाईहरुको त्यहाँ उयो के भन्छ भिडियोहरु जति हेर्दा पनि मलाई चाहिँ मन परेको चाहिँ तपाईहरुको हर्का सम्पङ एकदमै मन परेको उहाँलाई चाहिँ मेरो यहाँबाट एकदमै धेरै नमस्ते छ एकदम खुसी लाग्यो नेपाल जस्तोमा तपाई जस्तो छोरा पनि हुनुहुन्छ भनेर मलाई चाहिँ एकदमै तपाईलाई देखेकोमै मलाई एकदमै खुसी लागिरहेछ भनेर यहाँबाट चाहिँ म उहाँलाई यो मेसेज दिनु चाहन्छु अनि तपाईहरु नेपाली दाइ भाइहरुले यो भिडियो भेटाउनु भयो भने नेपाली जनताहरुसँग जति सके शेयर गरिदिनु होला नमस्ते थ्यांक यू